ठिक छ, हामी चाहिँ एकदम ठिक छौँ होइन। आज चाहिँ गाउँको बसाइ लास्ट दिन होइन, लास्ट दिन हो। यही ठाउँमा हिजो अस्ति यही ठाउँमा काम गरिन्थ्यो, यस्तो मकै लगायो होइन, पुरा झिलिमिली भइरहेछ। अब चाहिँ गाउँ छोड्नुपर्ने दिन आइसक्यो। आज चाहिँ लास्ट दिन हो, भोलि बिहान चाहिँ हिँड्ने हो, निक्लिहाल्यो। अहिले चाहिँ त अलिकति पार्टी चाहिँ त्यहाँ गराएको होइन, घर पुग्नलाई। त्यही हो आज चाहिँ लास्ट दिन। तर गाउँदेखि जान चाहिँ अलिक नमजा लाग्ने कि होइन, जे जस्तो भए पनि गाउँमै बस्न मन लाग्छ। तर के गर्ने, विडम्बना जानै पर्छ नि गाउँदेखि नगएर हुन्न। अहिले चाहिँ राति कति 6 बजिसक्यो है, 6 बजे म यहाँ छु। विडम्बना, गाउँ छोड्नै पर्छ क्या अरे। अब गाउँमै बसेर पनि हुँदैन। त्यही हो, अब गाउँमा जतिसुकै बसे पनि नपुग्ने रहेछ कि। यत्रो 1 महिना भयो होइन, 1 महिना पुगिसक्यो, तर 2-4 दिन बसे जस्तो भइरहेछ कि। रमाइलो मोमेन्ट यादहरू होइन। यहाँ चाहिँ लसुन लगाएको रहेछ होइन मम्मीले। यहाँ चाहिँ स्याउको बुट्टा रहेछ, यहाँ चाहिँ सुन्तला रहेछ होइन। यहाँ चाहिँ गहुँहरू छँदै रहेछ अलिकति। त्यही हो, अब आज चाहिँ लास्ट दिन। पुलिमहरू चाहिँ अहिले नखाएर जान पाउने भयो। आरु बोखडा बबाल फलेछ कि, बाफ्रे क्या दामी फलेछ भने। अहिले चाहिँ भित्र ओदेर भएर अहिले देखिन्न, यत्रो छ है, यस्तरी फलेछ। सधैँ खाएर गइन्थ्यो, योपालि चाहिँ नखाएर नहुने भयो, खाएर टाढो जानुपर्ने भयो। त्यही अब के गर्ने, हिँड्नै पर्छ होइन। अब सधैँ गाउँमा बसेर हुन्न। हाम्रो भाउजू चाहिँ यहाँ हुनुहुन्छ। आज गाउँको बसाइ लास्ट दिन, यो सुनसान हुन्छ। हाम्रो पुतली मलाई लिन आयो अरे। भन्छ के गर्न आयो भाइ, हानिहाल्यो ल। हाम्रो भाउजूको लास्ट दिन फेस हेरौँ खोइ कस्तो। भोलि बिहान चाँडो उड्नु, भोलि बिहान हेर्ने भए फेस चाँडो उड्नु भने। र त के खोइ कहाँ के छ गङ्गेमा के छ? ए गङ्गे त्यही होइन। भान्जा चाहिँ यहाँ छन्, भान्जा नि आइसक्यो यहाँ हेर न। त्यही हो, आज चाहिँ गाउँको लास्ट बसाइ। जाने बाबा कति ह्यान्डसम भएको बाबरे। टिका मनमा बोलाउनु भयो, सोध्नु जित्दो कस्तो भयो। मेरो नि मन च्यास्स भइरहेछ होइन, गाउँदै जाँदै मजा लाग्छ। अहिले त राति भइसक्यो होला, फेस क्लियर आएको छ नि, भ्यू पनि त्यस्तै होला। तर के गर्ने, अब चाहिँ बजाइदियो क्याम्पमा। यसो हामी मजा अहिले फोटो खिचेर आएको। एउटाको खुसियाली थियो, त्यही भएर। यहाँ चाहिँ उमा रहेछ, हामी सायद मेरै लागि भनेर होला। उमा म लगिदिने भनेको थिएँ दिदीलाई, बहिनीलाई लगिदिने। त्यही हो होइन, के गर्नु यस्तै छ हाम्रो भुइँसी। ए ओए, यसले मलाई घरको झ्यालदेखि हेरिरहेछ। ल काले है, गयो ल ल बाई बिहान। वा के छ के छ? यहाँ चाहिँ अलिक किरिमिरी देखिरहेछ। अङ्कल बाबा यहाँ हुनुहुन्छ। नसामा त हुनुहुन्न हजुर? ए नै नसामा हुनुहुन्न, अरू जस्तो भए पनि। त्यही हो होइन गाइस, इन्फर्मेसन दिँदै गर्छु अब होइन। त्यस्तै छ। तल हाम्रो छोरीहरू तल काम गरिरहेछन्। को तिनीहरू? एन्जिला हो? एन्जिला तिमीहरू ल हाई गरिरहेछ तले, त्यहाँ छन् काम गरिरहेछन्। त्यही नल काट्न लाग्छन् है तिनीहरू चाहिँ। त्यही हो, गाउँको बसाइ सकियो, 1 महिना बाई बाई। यही हो हाम्रो गाउँ। यो गाउँ छोडेर जाँदैछु म भोलि, यो बाटो हुँदै जाने हो। त्यही गाइज, ओके बाई बाई, सी यु अल अफ यु। माया छ, लास्ट अफ लभ। गाउँलाई धेरै धेरै माया। फेरि बबाल तरिकाले आउने हो। उपारि भ्यू यस्तो छ है। त्यही होइन, अब के गर्नु, गइहाल्नुपर्छ। त्यही ओके बाई बाई, सी यु अल अफ यु होइन। इन्फर्मेसन दिँदै गर्छु, हेर्दै गर्नु होला होइन। जे जस्तो भए पनि साथ सपोर्ट गर्नु होला, फलो चाहिँ गर्न नबिर्सिनु होला फेरि।